गाइज वेलकम टु द माई युट्युब च्यानल किङ 46 मा अहिले चाहिँ टक्क लारिजाम दिएर आएको म। अहिले चाहिँ चितवनबाट रोहन साथी आउँदैछ अनि उसको बाइकमा हल्का मोडिफाई हान्ने रे। अनि त्यसपछि त्यहाँ अहिले बाइकमा भेटौँला है त। हाम्रो रोहन साथी चाहिँ चितवनबाट आयो होइन। हेलो भन न। हेलो गाइज, हामी चाहिँ अहिले टक्क अब कौशीतिर रोहन साथीको बाइक टक्क बनाएर चिरीच्याप्प पारेर हामी टक्क त्यहाँ के हुन्छ ब्लग हेर्दै गर्नुलाई त। अनि त्यहाँ हाम्रो सक्षम छ, त्यहाँ हाम्रो लागि खाजा स्पेसल खाजा लिएर आउँदैछ। अब यहाँ हामी खाजा खाएर टक्क हामी काउसरीतर्फ जान्छौँ है त। ल फाइनली गाडी चल्छ, हामी टक्क सक्षमको घरबाट निस्किसक्यौँ। हाम्रो रोहन साथी र सक्षम साथी त्यहाँ, म चाहिँ यहाँ छु टक्कलार। म सिङ्गल छु अहिले। सिङ्गल किन भन्दाखेरि अहिले त्यहाँ काउसिटीको जङ्गलमा भिडियो बनाउने भनेर हो होइन। हेलमेट पुरै डाउन भयो यार। अहिले हेलमेट किन्न सक्छु होला मैले होइन ब्ल्याकमा। अब ब्लग हेर्दै जानु के हुन्छ होइन। अब तपाईँहरूलाई कस्तो कन्टेन्ट हो कि कन्टेन्ट चाहिन्छ भन्नु होइन। म त्यस्तै गराउनु कोसिस गर्छु होइन। अहिले टक्क लाएर दाजुभाइले टक्क जाँदै हेलमेटको चाहिँ आँखा चाहिँ भयो यार। क्यामेराको एङ्गल मिलेछ कि मिलेको छैन होइन। अनि हाम्रो चाहिँ पर्सि ट्याक्क 20 गते राइड छ हाम्रो सानो मिठो होइन। टक्क लाएर मेरो बोली सुने कि नै यार। अब डाइरेक्ट कौसिटीको जङ्गल पुलिसी भेटौँला है त। ल कस्तो दामी बाटो के दामी देखाएको बाटो चाहिँ। ये क्या है? पानी पर्ला लिएर आने बसमा ल्याएर होला सायद। बसमा खोलेको त यहाँ क्या राम्रो देखिरहेको यहाँ। दामी देखेको छु यहाँ बसमा खोलेको त। अब डाइरेक्ट त्यहाँ गएपछि भेटौँला है त। त्यही साथीको बाइकको काम पनि भ्यायो। यो हाल्यो मेरो जस्तै सेम होइन। अहिले टक्क लाएर हामीसँग सोल्टी, हामीसँग यहाँ मोटे सोल्टी छ। स्टिकर है गाइस, यदि स्टिकर चाहिन्छ भने हाम्रो यहाँ सगोदी चोकमा यहाँ ठ्याक्क द बाइकर्स हेलमेटको ठ्याक्कै दापट्टि अनि ओम डेन्टलको सिधा अगाडि। दाइ के अरे यहाँ पसलको नाम? के अरे दाइ? हाराकात स्टिकर हाउस। यहाँ आएर टक्क मोडिफाई हान्न छ भने यहाँ आउनु होला है त। ल टक्क लाएर चिया खाएर निस्क्यौँ। चाहिँ टक्क लाएर त्यहाँ जङ्गलमा भिडियो सुट हान्न जान्छौँ। अनि त्यसपछि टक्क हामी यहाँबाट छुट्टिन्छौँ। ओ तान्नु है ओ तान्न मुला।
हो दसैँबाट निस्क्यौँ अब त्यहाँ जङ्गल बेसी खान जान्छौँ टक्का लगाएर साथी पनि आयो कहाँ गइदिएर आयो यार साथी यार कता गयो कहाँ चल्दै गयो यार यहाँको बाटो त्यस्तो दामी हो क्या अब यहाँ हामी टक्क लगाएर भिडियो सिडियो बनाउँछौँ टक्क यहाँदेखि चाहिँ सही होला है टक्क हामी यहाँदेखि भिडियो सिडियो बनाउँछौँ त्यसपछि चलिदिन्छौँ है त ल ब्याग होइन सो हामी चाहिँ अहिले यहाँबाट छुट्टिन लगाएको होइन टक्क साथी चाहिँ यहाँबाट छुट्टिन ला ल साथी ल यार ल बेलुका ब्लगमा हेर है ल कल गर न बेलुका है ल ल जाऊँ ल त्यो टक्क लगाएर हामी यहाँबाट छुट्टिन लगाएको होइन दिइसक्यौँ त्यो पट्टि हालेर टक्क लगाएर उसको चिकन पुरा टक्क लगाएर हामी सब्जीबाट निस्केको ल बाई साथी ल ल अब रोहनकातिर हामी चाहिँ टक्क लगाएर यार मतलब ठुलो रहेछ हावातिर क्या यार लामो साथी हुँदै पुरै लप्पै आयो यार भनेर आऊ साथी मेरो त्यो त हेर न यार आँखा यार चस्मा लगाउँछस् होइन यार त्यही त भनेको खस्यो आइज ठिक त यो त हुँदै भएन यार पुरै आयो यार चाहिँ तिमीले भनेको त लामो नै उसमा आयो त्यसले आफ्नै हेलमेटमा आयो त्यो साथीको लाएको माएको त हुँदै भएन बोलेको सुने कि नै होइन
चला रे ओए के छ मेरो यार बा कहाँ हो त्यसो साथी सन्चै त्यसो भाइ खै त लम्बु फेरि रम्बुको हरे पर्दैन हो भित्र आउनु न